यो चाहिँ काठमाडौँदेखि सबैभन्दा नजिकको ठाउँ गोर्खा जिल्लाको बारपा भन्ने ठाउँ हो। 2072 साल वैशाख 12 गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु पनि यसै ठाउँमा रहेको थियो। भूकम्पले तहस नहस भए पश्चात निर्मित नयाँ संरचनाबाट बनिएको नयाँ बस्ती रहेको छ। अहिलेको यहाँ देखाइरहेको यो भिडियो तपाईहरु पनि यस ठाउँमा चाहिँ घुम्न जानलाई काठमाडौँबाट 5 देखि 6 घण्टाको समयमा पुग्नुहुनेछ। यो ठाउँ जति हेर्दा आनन्द छ त्यस ठाउँमा पुगेपछि यसको झनै आनन्द दिन सकिन्छ। त्यसैले गर्दा नेपालको एक घुम्नै पर्ने ठाउँ बारपा